हामीले म्यापिङ गर्दाखेरि पनि के गर्छ भन्दाखेरि बिल्डिङ इज इक्वल्स टु यस, रोड इज इक्वल्स टु प्राइमेरी, रोड इज इक्वल्स टु सेकेन्डरी, अनि ब्रिज इज इक्वल्स टु यस, यस्तै लेख्छौँ नि। सो त्यो भनेको चाहिँ की र भ्यालुको पेयर भयो क्या। बिल्डिङ भनेको की भयो, यस भनेको चाहिँ भ्यालु भयो, अनि एम्युनिटी भनेको चाहिँ की भयो, अनि स्कुल भनेको चाहिँ भ्यालु भयो। सो यो कुरालाई चाहिँ हामीले कसरी हेर्न सक्छौँ, अथवा मलाई थाहा छैन अरे अब के गर्ने भन्यो भने चाहिँ अब के गर्न सकिन्छ भन्दाखेरि अब हस्पिटल भनौँ न होइन, हस्पिटल, अब हस्पिटल लेखेँ मैले, हस्पिटल सर्च गर्छु। अब यसले भन्छ क्या एम्युनिटी इज इक्वल्स टु हस्पिटल लेख्यो भने चाहिँ हस्पिटलको आउन सक्छ। त्यस्तै गरी एम्युनिटी क्लिनिक लेख्यो भने पनि आउँछ, अथवा एम्युनिटी डक्टर्स लेख्यो भने पनि आउँछ। यो भन्नुको मतलब के भन्दाखेरि जसले म्यापिङ गरेको छ उसले एम्युनिटी इज इक्वल्स टु हस्पिटल लेखा पनि हुनसक्छ, क्लिनिक पनि लेखा हुनसक्छ, तर डक्टर्स नै लेखेको हुनसक्छ। सो मैले यही कुरा यहाँ लगेर अथवा ओभरपास टर्बोमा लगेर गरेँ भने त्यसको बेसिसमा रिजल्ट आउँछ। अथवा यहाँ तल अझै गयो भने अरू कुराहरू पनि छ, यहाँ धेरै कुराहरू हुन्छन्। यो कुराहरू धेरै चाहिँ नेपालमा चाहिँ हुन्न होइन, मैले भने अघि नै पनि भनिरहेको छु। यो कुराहरू चाहिँ बाहिरको विदेशतिरको ठाउँहरूमा हेऱ्यो भने चाहिँ यो सबै कुराहरू छ क्या। सानो कुराहरू, सानो म्यापिङहरू हुन्छ होइन। सो अब यहाँ हामी एउटा लेखौँ न त, एम्युनिटी इज इक्वल्स टु स्कुल, एम्युनिटी इज इक्वल्स टु स्कुल लेखेँ मैले होइन। अब एम्युनिटी इज इक्वल्स टु स्कुल लेखेपछि यसले के गर्छ भन्दाखेरि यो बााउन्डिङ बक्स जति छ नि त्यतिमा भएको स्कुल मात्र दिन्छ क्या। दुईवटा रहेछ, यो र यो रहेछ होइन। अब यो उसको अब नेपालमै जाउँ न, अरूको देश भन्दा नि ल काठमाडौँ होइन। अब यहाँ चाहिँ क्वेरी गरौँ नि। अब यो के कसरी क्वेरी भन्दाखेरि मैले अहिले के गरेँ, मैले के भन्नु भन्दाखेरि यहाँ बााउन्डिङ बक्स छ, म यही बााउन्डिङ बक्समा जान्छु, अनि त्यसकै बेसिसमा यसले आफै दिन्छ भन्ने हिसाबले गरेँ। एम्युनिटी इज इक्वल्स टु स्कुल भनेर लेखेँ। यसलाई मैले रन गरेँ भने के आउँछ अब भन्दाखेरि काठमाडौँभरिको के आउँछ, यो बााउन्डिङ बक्सभरिको, सरी यो बााउन्डिङ बक्समा जति थियो अघि त्यतिको सरर र यति के आयो, स्कुल्सहरू आयो। कुनैमा एउटा क्लिक गऱ्यो भने कुन स्कुल रहेछ, डियर वाक भन्ने रहेछ, अथवा यहाँ लर्ड बुद्ध स्कुल रहेछ होइन। अब यिनीहरू स्कुलहरू छ। अब यहाँ के छ भन्दाखेरि अलिकति बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यो विजार्डमा हामीले एम्युनिटिज कस्तो स्कुल त लेख्यौँ, तर यो कुरालाई छुट्याउनु भएन, किनभने दिस इज द मेन कोड। अझ भनौँ कि यो कोड यति पनि होइन कि डराउनै पर्दैन, यति पनि होइन, यति यसलाई नै हटाऊँ, यसलाई नै हटाऊँ। कोड जम्मा 3 लाइनको छ कि होइन, बिस्तारै अलिअलि एड गर्दै गएपछि छुट्टै हुन्छ, तर लिटरली कोड भनेको 3 लाइनको छ। सो अलिकति यो कोडको बारेमा बुझौँ है त, धेरै होइन थोरै। आउट जेसन यो भनेको फर्स्ट लाइन भनेको सेटिङ्स हो क्या, अरू केही पनि होइन। सेटिङ्स इन द सेन्स कस्तो भन्दाखेरि आउट जेसन भनेको आउटपुट फर्मेट चाहिँ के भन्दाखेरि जेसन फर्मेटमा दे भनेर। जेसन फर्मेट भनेको यो फर्मेट हो, यसलाई भन्छ जेसन फर्मेट होइन। अनि अर्को भनेको टाइम आउट 25 भनेको चाहिँ यो क्वेरी 25 सेकेन्डसम्म चल्यो भने रिजल्ट त्यतिसम्म रेन्डर गर्न सक्छ, त्यति डेटा रेन्डर गर्न सक्छ भने गर, नभए टाइम आउट हुन्छ भनेर भनेको क्या। धेरै 25 सेकेन्डभन्दा बढी टाइम लाग्यो भने यसले आफै टाइम आउट भयो भनेर भन्छ क्या। अनि एनडब्लुआर भन्ने कुरा छ है, यो एन भनेको नोड हो, डब्लु भनेको वेज हो, र आर भनेको रिलेसन हो। अनि यसमा चाहिँ मैले के पनि गर्न सक्छु भन्दाखेरि यसलाई यति कपी गर्छु अनि यहाँ तल पेस्ट गर्छु, अनि म यहाँ के लेख्छु, वेज मात्र लेख्छु, अनि त्यसपछि वे लेख्छु। अनि त्यसपछि म के गर्छु भन्दाखेरि अहिले अलिकति बुझौँ है त। यो के रहेछ भन्दाखेरि यो बी बक्स भनेको के भन्दाखेरि मैले भने नि कि यति जुन एरिया छ त्यो एरियालाई यसले लिइरहेछ क्या। अनि यो दुईवटा प्याराम्स भनेको यो दुईवटा जुन ब्राकेट छ यसले के भन्छ भन्दाखेरि डाइनामिक सेन्स बुझाउँछ कि जति छ जति लिएको छ त्यतिलाई मात्र लि भन्ने कुरा बुझाउँछ होइन। अनि आउट जिएम भनेको चाहिँ अब यो त्यसको जियोमेट्रीहरू दे भन्ने कुरा भयो। अब यसलाई के गरौँ, आउट मेटा भन्ने नै एउटा राखौँ, अनि त्यसपछि मैले यसलाई अहिले हटाइदिएँ एनडब्लुआर भन्नेलाई। अब म के गर्छु, अहिले याद गरौँ है, आउट मेटा लेखाएको छु है, मेटा भन्ने बित्तिकै मेटा डेटा भन्ने बुझिन्छ है। मैले कोड रन गरेको छैन, मैले जस्ट अब के गर्छु भन्दाखेरि एउटा यसलाई थिचेँ, यसको के आइरहेछ अहिले जस्ट ट्याक्स मात्र भनेर आइरहेछ, राइट। सबैको ट्याक्स मात्र भनेर आइरहेछ, अब के पनि आएको छैन, ट्याक्स मात्रै छ। अब एकचोटि यसलाई रन गरौँ है त, रन गरौँ, तर बिबक्स अलिक बढाउँ, यति गरौँ,
अब यतिको मात्रै डेटा आउनुपर्छ सी अब यतिको मात्रै डेटा आयो नि त अघि त अहिले काठमाडौँ भरेको थियो तर अहिले अब यति बाउन्डिङ बक्स थियो त्यही भएर यति मात्र आयो अब यहाँ मेटा भनेर नै आउँछ मेटा डेटा भनेर नै आउँछ कसले गरेको को युजर आइडी हो चेन सेट नम्बर कति हो कहिले गरेको भन्ने कुरा सबै मेटा डेटा भनेको यही हो यिनीहरू पनि आउँछ मेटा डेटा पनि आयो होइन अब यति त गऱ्यो बाउन्डिङ बक्स भरिकोलाई एम्युनिटी इज टु स्कुल मात्र भनेर त हामीले त गऱ्यौँ अब यहाँ मैले के गरेँ वे भनेर लेखेँ वे भनेको के हो पोलिगन मात्रै हो सो यहाँ हेर्दाखेरि तल हेर्दाखेरि के छ वेजमा मात्रै छ अरू सबै जेरो छ पोलिगन्स भनेर 1 2 3 छ देखाएको अहिले सो यसलाई चाहिँ हामीले कसरी भन्दाखेरि वे भनेको पोलिगन हो नोड लेख्यो भने पोइन्ट हो रिलेसन लेख्यो भने चाहिँ अघि भने क्युको जस्तो एउटा बोइज होस्टेलको बिल्डिङ हो जसमा बिल्डिङभित्र बिल्डिङ अथवा बिल्डिङभित्र अरू केही छ भने त्यसलाई चाहिँ रिलेसन भन्छ अथवा हामीले तिनटै चाहियो भने एनडब्लुआर अहिलेको जस्तो नोड वे र रिलेसन भनेर सिधै लेख्न पनि सकिन्छ अथवा वे भनेर यो फेरि तलपट्टि नोड भनेर फेरि एक यसरी नै भन्न सक्छौँ यो भएर अब यहाँ यो भयो पनि यो भयो अब यहाँ नोड भनेर लेख्ने अथवा रिलेसन भनेर लेख्ने यिनीहरू यसरी लेख्न नि सक्यो होइन यसरी लेख्न नि सक्यो अथवा एनडब्लुआर रहेको जसरी लेख्न नि सक्यो अथवा हामीलाई एउटा मात्र चाहिएको छ भने एउटा मात्र लेख्ने किन धेरै लेख्ने भन्ने कुरा नि भयो होइन अब के गरौँ भन्दाखेरि ल म मेरो बाउन्डिङ बक्स यतातिर छ अरे म यतातिर छु अरे अब मैले के भने भन्दाखेरि एम्युनिटी इज इक्वल्स टु स्कुल इन काठमाडौँ भने काठमाडौँ भने अब के गर्छ यसले भन्दाखेरि काठमाडौँ भरिको मात्रै चाहिँ दिनु पऱ्यो नि त अब अहिले के भने क्लिक हेयर टु सो द डेटा भन्यो नि त किनभने म त्यो बाउन्डिङ बक्समा छैन मैले त आफै भनिरहेको छु काठमाडौँभित्रको चाहिँ मलाई चाहियो भनेर अनि यहाँ तल के पनि भनिसकेको छ लोड पनि भइसकेको छ रिलेसन 10वटा भनेको छ होइन नोड 176 र वेस्ट 639 वटा छ अब यसलाई के गर्ने जुम टु डेटा गर्ने आयो नि जुम टु डेटा अब ल यसरी डेटा आउँछ है यसरी चाहिँ काठमाडौँभित्रको सबै स्कुल्सहरूको चाहिँ डेटा आयो होइन अब मलाई के मन लाग्यो भन्दाखेरि एम्युनिटी कस्तो स्कुल मात्र त कसैले पनि गर्दैन नि त स्कुलकै कुरा गर्नु भन्दाखेरि यसलाई अलिकति अब जेनरल बनाउने क्या कसरी बनाउनु भन्दाखेरि अर एम्युनिटी इज कस्तो जस्ट बोलेकै शब्दहरू केही पनि छैन युनिभर्सिटी लेखेर अब के हुन्छ युनिभर्सिटी इन काठमाडौँ भनेर लेखेपछि कि स्कुल आउँछ कि अर्को भनेको अर भनेपछि युनियन जस्तो कुरा भयो अनि यो आउँछ अब यो हो कि एउटा रिलेसन भनेको चाहिँ यसलाई रिलेसन भन्छ किन भन्छ भन्दाखेरि यो बिल्डिङभित्र नि अर्को बनिरहेको छ क्या ट्यु कन्ट्रोलर अफ एक्जामिनेसन भनेर यो छुट्टै एउटा भयो त्रिभुवन युनिभर्सिटी भनेर त यो भित्र पनि कन्ट्रोल अफ एक्जामिनेसन भनिरहेको छ कि यो भनेको रिलेसन हो क्या होइन यसरी हामीले चाहिँ यसरी पनि यसलाई बुझ्न सक्छौँ होइन अनि अर्को भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो चाहिँ एउटा जेनरलाइज्ड कुरा हो होइन अब कस्तो हुन्छ अब एक्जाम्पल यहाँ हेरौँ यहाँ के लेखा छ भन्दाखेरि सेकेन्डरी स्कुल भनिरहेको छ नि होइन अब मलाई के चाहियो मलाई स्कुलको नाम चाहिँ थाहा छैन तर सेकेन्डरी स्कुल चाहिँ छ है भन्ने थाहा छ अरे अब यसलाई के गर्न सकिन्छ भन्दाखेरि रेगुलर एक्सप्रेसन भन्ने हुन्छ नि सो यसलाई जस्ट रेगुलर एक्सप्रेसन लाउन पनि सकिन्छ क्या ल यही गरौँ अनि यसमा चाहिँ अथवा एन्ड होइन एन्डै गरौँ न एन्ड नेम चाहिँ के गरौँ भन्दाखेरि नेम चाहिँ सेकेन्डरी स्कुल होइन सेकेन्डरी स्कुल गऱ्यो भने अब यसलाई चाहिँ गऱ्यो भने अब यहाँ जहाँ सेकेन्डरी स्कुल छ तिनीहरू मात्रै आउँछ क्या ती सेकेन्डरी स्कुल अब जे भए पनि जहाँ सेकेन्डरी स्कुल देख्यो कि अब उसले रेगुलर एक्सप्रेसन युज गरेर काठमाडौँमै पनि अहिले त्यत्रो थियो अहिले थोरै डेटा भयो नि त सेकेन्डरी स्कुललाई मात्र लियो उसले होइन सो यो कुरालाई चाहिँ हामीले जति जेनरलाइज पनि गर्न सक्यो जति प्रिसाइज गर्न पनि सक्छौँ होइन त्यो चाहिँ आफूमा डिपेन्ड हुन्छ अब कसरी गर्ने भन्ने कुरा नि डिपेन्ड हुन्छ राइट अब अर्को भनेको चाहिँ आफ्नो बारेमा अथवा आफूले गरेको कुरा हेर्न मन लागेर भन्नाले मलाई म युजर हो होइन युजर मेरो ओएसएम युजर नेम चाहिँ छ अरे अब इन काठमाडौँ भनौँ न
काठमाडौँ भन्यो भने अब मैले चाहिँ काठमाडौँमा के अहिलेसम्म म्यापिङ के गरेँ होइन, यो युजरले चाहिँ काठमाडौँमा के म्याप गर्यो भनेर चाहिँ फेरि अब के गर्छु, जुम टु डेटा गर्छु। मैले चाहिँ यता गराएको छु। यो चाहिँ अहिलेसम्म मैले गरेको म्यापिङ भयो। मैले के ट्यागमा के लेखेको छु, बिल्डिङ इज इक्वल्स टु यस, यस्तै मात्रै लेखाएको छ, अरू केही लेखाएको छैन भन्ने कुरा यसरी पनि आफूले गरेको चाहिँ बुझिन्छ है। अब यो मैले गरे हो कि होइन भन्नलाई चाहिँ अब आउट मेटा लेख्ने होइन, आउट मेटा लेखेर रन गऱ्यो भने यहाँ युजर भनेर आयो नि त। सो कसले गरेको के गरेको भन्ने कुरा आफ्नो कुरा पनि थाहा हुन्छ होइन। अब अरू यसमा अर्को के एड गर्न सकिन्छ भन्दाखेरि यसरी एउटा निकालौँ है भनेको चाहिँ एम्युनिटी इज इक्वल्स टु स्कुल अनि त्यसपछि न्यु इयर गरेर 1 डे वान डेसँग हुन्छ 1 डे यो क्वेरी मानेन। एउटा कस्तो हुन्छ भन्दाखेरि यसले चाहिँ एउटा यस्तो अपरेसन हुन्छ जसले चाहिँ मैले के गर्छ भन्दाखेरि न्युअर 1 डे गऱ्यो भने चाहिँ उसले चाहिँ एक दिन अगाडि कसैले अपलोड गरेको छ डेटा भने चाहिँ त्यसको बेसिसमा मात्रै रिजल्ट दिन्छ क्या। त्यसलाई टाइम स्ट्याम्प पनि युज गर्न सकिन्छ, अहिले हेरौँ ल होइन। अब त्यसपछि अर्को कुरा के हो भन्दाखेरि यो भयो होइन। अनि अर्को कुरा चाहिँ कस्तो हुन्छ, अर्को कुरा यहाँ हेरौँ है त, अब स्लाइडमा थोरै हेरौँ। अनि अर्को कुरा भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो हाम्रो जोसम छ नि, जोसम त हामी सबैले युज गर्छौँ नि त होइन। यसमा हेर्नु त कस्तो छ भन्दाखेरि यहाँ पनि हामीले चाहिँ डेटालाई चाहिँ डाउनलोड गर्न मिल्छ क्या। जोसम खोलेँ मैले होइन, जोसम खोलेर चाहिँ मैले अब के भन्छ भन्दाखेरि यता डाउनलोड भन्ने बटनमा गएर यहाँ डाउनलोड फ्रम ओभरपास एपिआई भन्ने छ कि, यसमा मैले क्वेरी हान्यो भने चाहिँ अब क्वेरी हानेर डाउनलोड गऱ्यो भने चाहिँ यसमा झन् सिस्टमेटिक तरिकाले हामीले सिधै डाउनलोड गर्न मिल्यो नि त डेटाहरू। हामीलाई चाहिने कुरा मात्रै डाउनलोड गर्न मिल्छ नि त। यो भनेको ओभरपास टर्भै हो, तर यसलाई एक्सेस गर्नलाई हामीले के पनि गर्न मिल्दो रहेछ भन्दाखेरि जोसमबाट नि एक्सेस गर्न मिल्छ। त्यस्तै गरी जोसम ओभरपास टर्भोको डेटा चाहिँ जस्तै अब अहिले विवेकले यु म्याप पनि सिकाउँछ, त्यसमा चाहिँ कसरी हुन्छ भन्दाखेरि यु म्यापमा जसरी म्याप बन्छ नि त्यो डेटा पनि सिधै ओभरपास टर्भोबाटै हाल्न मिल्छ। म्याप रुले सिक्यो होला, म्याप रुलेमा पनि के गर्न मिल्छ, ओभरपास टर्भोबाटै डेटा लगाएर त्यहाँ पनि गर्न मिल्छ क्या। अब भनेको चाहिँ एउटा यस्तो इन्टरफेस भयो कि सबै ओपन म्यापिङ कुराहरूमा चाहिँ यिनीहरू चाहिँ हुन्छ नि आबद्ध छन् भनौँ न, एकअर्कालाई चाहिँ सपोर्ट गर्छ। अनि त्यही हिसाबले हामीले चाहिँ लिन मिल्छ। जस्तै क्युजिएसहरूमा पनि क्युजिएस त ओपन सोर्स चाहिँ भयो होइन। अब क्युजिएसहरूमा नि युज हुन्छ। अब बेसिसको कुरामा यो हामीले कुरा गरिहाल्यौँ, यो नि भयो। अब यो नि भयो, यो नि भयो। अब सेयरको कुरा पनि गऱ्यौँ होइन, सेपको कुरा पनि गऱ्यौँ, अनि लोडको कुरा पनि भयो। अब यहाँ विजार्डको कुरा यहाँ छ क्या। विजार्ड भनेको यही नै हो होइन। अब कस्तो भन्दाखेरि यसले के भन्यो, एम्युनिटी इज इक्वल्स टु स्काई इन यो भन्यो, स्कुल इन यो भनेपछि उसले अब कस्तो भन्दाखेरि अब लजिकल अपरेटरको कुरा गरेँ, एन्ड हामीले युज गऱ्यौँ अघि, अर युज गऱ्यौँ, इन हुन्छ, इन काठमाडौँ भनेर लेखाएको थिएँ मैले। सो इनको कुरा आयो होइन, लाइक नट लाइकको कुराहरू हुन्छन्, यो धेरै कुराहरू हुन्छ क्या। अब यो कुरा चाहिँ कसरी गर्ने भन्दाखेरि म एकैछिनमा भन्छ है त। अब हो यो पनि हो कि बिल्डिङ इज इक्वल्स टु हाउस लेख्छौँ होइन। अनि हामीले जोसममा अथवा जोसममा एड गर्दाखेरि डेटाहरू एड गर्दाखेरि लेयर भनेर गर्छौँ, कति स्टोरको भनेर गर्छौँ, अथवा त्यो मान्छेको घरको मान्छेको नाम नम्बर जे पनि गर्छौँ नि त्यो एन्ड गर्दै जाने हो क्या। जति स्पेसिफिक भयो त्यति रिजल्ट चाहिँ प्रिसाइजवाला रिजल्ट आउँछ, जति जेनरलाइज भयो त्यति धेरै रिजल्ट आउँछ भन्ने कुरा भयो होइन। सो ट्यागिङको लागि चाहिँ हामीले जहिले पनि ओएसएम ट्याग्समा गएर हेर्नुपर्छ होइन। अनि यो भनेको चाहिँ ओभरपास टर्भो भनेको चाहिँ मैले जति सिकाएँ त्यो भनेको केही पनि होइन, जस्ट एउटा मैले सिकाएर चाहिँ एम्युनिटी भन्नु मात्र भनिरहेको छु। यो कुरा सिक्नलाई चाहिँ जति आफूले क्वेरी जाने त्यति जान्ने होइन। सो त्यो कुरा जान्नको लागि चाहिँ मैले जति भनेको थिएँ लिङ्कहरू त्यसमा गयो भने चाहिँ एउटा ओएसएम ट्यागमा गएर हेर्न सकियो के ट्याग हानेर चाहिँ के आउन सक्छ भनेर, त्यहाँबाट आएर सिधै यहाँ हान्यो भने
हुन्छ। अनि अर्को भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा यो हेरौँ है त, एउटा यो छ, यो चाहिँ अलिकति इम्पोर्टेन्ट भन्छु है म चाहिँ। अब यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि कहिले हामीलाई यस्तो रोड चाहिन्छ, अब रोडकै कुरा मात्र होइन सबै कुरा भनौँ न, हामीलाई हाइवे सबै चाहिन्छ भने चाहिँ हामीले हाइवे इज कस्तो एस्ट्रिक गर्छ यो सबैलाई थाहा छ। अनि हाइवे एस्ट्रिक एन्ड जसको नाम चाहिँ नाम छैन भन्दा चाहिँ क्या, जसको यो भनेको चाहिँ नाम नभएको भनेको, नाम नभएको हाइवेको दे इन होम टाउन भने चाहिँ काठमाडौँ। मैले के भन्छु, हाइवे सबै जसको चाहिँ नाम छैन इन काठमाडौँ भन्यो भने उसले चाहिँ त्यही हिसाबले चाहिँ क्वेरी जेनेरेट गर्छ र नाम दिन्छ। अलिकति इम्पोर्टेन्ट कुरा भनेको चाहिँ अलिकति हुन्छ नि, अलिकति स्पेसियलकै कुरा गरौँ, यसलाई स्पेसियलै भन्दा मिल्छ होला सायद। किन भन्दाखेरि अहिलेसम्म हामीले जे रिजल्ट निकालिरहेछौँ त्यो सबै जेनरलाइज रिजल्ट छ क्या। भन्नाले हाउस इज बिल्डिङ इज इक्वल्स टु यस इन काठमाडौँ, एम्युनिटी इज इक्वल्स टु यो इन त्यहाँ, अथवा यस्तो यस्तो भनेर भनिरहेछौँ। सो अलिकति अलि स्पेसियल, अलिकति एनालाइटिक, अझ एनालाइसिस जस्तो चाहिँ के हुनसक्छ भन्ने कुरा नि आउँछ। सो त्यसको लागि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि हाम्रो डिस्टेन्सको हिसाबमा हुन्छ क्या भन्नाले, डिस्टेन्सको कुरा कहाँ छ, सो यहाँ छ। अब यसले यहाँ के भनिरहेछ भन्दाखेरि फार्मेसिज द्याट आर विदिन 250 मिटर डिस्टेन्स टु हस्पिटल र क्लिनिक्स भनेको छ नि होइन। अहिले हामीले विजार्डमा गएर यो गऱ्यौँ भने, यो गर्नु भनेको के हो, हेल्थ केयर हस्पिटल हो अथवा एम्युनिटिज कस्तो हस्पिटल हो अथवा एम्युनिटिज कस्तो फार्मेसी हो इन काठमाडौँ गरिनु भयो, ठाउँको नाम भयो, राइट। सो अर्को मतलब के भनिरहेछ, युनियन भयो। किन 3-4वटा युज गरेछ भन्दाखेरि एकदमै जेनरलाइज कुरा हो। एम्युनिटी भनेको हस्पिटलको लागि हस्पिटल मात्र होइन, हस्पिटलको लागि फार्मेसी पनि भन्दो रहेछ, अथवा कसैले हेल्थ केयर भनेर के दिएको हुन्छ, कसैले एम्युनिटी भनेर के दिएको हुन्छ। सो यो सबै कुराले इन्कर्पोरेट गरेर चाहिँ अर अपरेटर युज गरेको, राइट। सो यसलाई हामीले बिल्ड एन्ड रन क्वेरी गऱ्यो भने अहिलेसम्म केही नै आउन्न, जस्ट सिम्पल क्वेरी आउँछ, जस्ट यो जे हो हस्पिटलहरू आउँछ इन यो ठाउँमा आउँछ। तर अब हामीलाई के चाहियो भन्दाखेरि 250 मिटरको डिस्टेन्समा भएको हस्पिटल र क्लिनिक्स चाहियो अरे क्या। अब त्यसको लागि के गर्ने भन्दाखेरि हामीले यो त केही चेन्ज गरेको छैन, राइट। सो हामीले लास्टमा के गर्छौँ भन्दाखेरि नोड, यदि नोड पोइन्टमा चेन्ज गर्ने भने चाहिँ अराउन्ड भन्ने एउटा, यो पनि एउटा अपरेटरै हो। अराउन्डमा जुन हामीले यो हेल्थ भनेको छ नि, यो एरो जस्तो गरेर डट हेल्थ गरेको छ नि, यो भनेको चाहिँ माथिको कुरालाई चाहिँ अब हामी सबैले प्रोग्रामिङ त अलिअलि जानेछौँ होइन, यसलाई के भन्छ, एउटा चाहिँ भ्यालु होल्ड गर्ने भनौँ न, यसले चाहिँ भ्यालु होल्ड गर्छ, यो सबै भ्यालुलाई हेल्थले होल्ड गर्छ, राइट। सो यसले नोड पोइन्टलाई चाहिँ अराउन्ड अपरेटर युज गरेर हेल्थ जे रिजल्ट आएको छ त्यसको वरिपरिको 250 मिटर डिस्टेन्स, जसको चाहिँ एम्युनिटी कस्तो फार्मेसी छ त्यसलाई चाहिँ फार्म भन्नेमा चाहिँ लगेर स्टोर गर अनि मलाई रिजल्ट दे भने हो क्या यसले। सो यो कुरा सुन्दाखेरि अलिकति कन्फ्युजिङ हुनसक्छ होइन। अब हेर्दाखेरि यो कुरा लेख्नुपर्छ भन्ने नि हुन्छ, लेख्नु चाहिँ पर्छ नै, तर यो कुराको पावर भनेको चाहिँ कस्तो भन्दाखेरि अब हामी झन् अलिकति झन् प्रिसाइज नलेजतिर गइरहेछौँ नि त जेनरलबाट। सो यो कुराहरू यति मात्र चाहिँ केही पनि होइन, फेरि धेरै नै कुराहरू हुन्छन्, राइट। अब अर्को के हुन्छ भन्दाखेरि अहिले हामीले यहाँ हेरिरहेको कुरामा एउटा यहाँ छ होइन, अब यहाँ चाहिँ हेरौँ है त एक्चुअली यो कस्तो छ भन्दाखेरि यो युजर नेमको कुरा त भयो होइन, युजर गरेर युनियन इन नेपाल अथवा अब यदि चाहिँ युजर नेममा चाहिँ अघि मैले गरेको थिएँ नि आरोग्य पाण्डे लेखेको थिएँ नि त, त्यो त दुईवटा अलिकति स्पेस छ नि त, स्पेस त अब कोडिङमा यत्तिकै लेख्दैन, त्यो स्पेस भयो भने त्यो पर्सेन्टेज 20 समथिङ यस्तो यस्तो हुन्छ। सो त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि आफ्नो एउटा मात्र एउटा सठिक वर्ड छ भने चाहिँ स्ट्रिङमा नराखे नि भयो, स्ट्रिङमा नराख्दा नि हुन्छ, तर यदि वर्डको बिचमा चाहिँ अलिकति
स्पेसहरू छ, वर्डहरू लामो छ भने चाहिँ त्यसलाई चाहिँ स्ट्रिङमा राख्नुपर्छ। यो चाहिँ नाममा मात्र होइन कि, अब इन काठमाडौँ लेख्यो भने त काठमाडौँ एउटा हो नि त, अनि त्यसपछि लस एन्जलस लेख्यो भने त लस अनि एन्जलसले छुट्टै लेख्नुपर्छ नि। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ, स्ट्रिङमा राख्नुपर्छ। तर बानी चाहिँ स्ट्रिङमा जस्तो भयो नि स्ट्रिङमै राख्दा बानी बसाल्यो भने चाहिँ राम्रो हुन्छ है। अनि यो भनेको चाहिँ एउटा हो कि, अब यो कुरा कस्तो भन्दाखेरि यो जहिले पनि युटिसी फर्मेटमा हुन्छ। यो भनेको एउटा फर्मेट हो टाइमको होइन। यो चाहिँ अनि यसले चाहिँ के गर्छ भन्दाखेरि, अब मैले के गर्छु भन्दाखेरि युजर उजेर अहमद इन पाकिस्तान, उजेर अहमद एन्ड न्युवर यो गऱ्यो इन पाकिस्तान गऱ्यो भने चाहिँ उसले 2022देखि पछाडि गरेको इडिट्सहरू जुन चाहिँ पाकिस्तानमा छ त्यो कुराहरू मात्र आउँछ कि, त्यो इडिट्सहरू आउँछ क्या। सो यो कुराहरूलाई चाहिँ अब भनौँ न रेस्टुरेन्ट्स इन अङ्कारा टिआर क्रेडिट बिफोर यतिहरू भने यो कुरालाई हामीले इयर मन्थ डेटको हिसाबमा लेख्ने, अनि त्यसपछिको क्रिएट भएको रेस्टुरेन्ट्सहरू चाहिँ टाइम फ्रेम पछिको जुन चाहिँ म्यापिङ भएको छ, क्रिएट होइन म्यापिङ गरेको छ जसले, त्यसपछिको टाइम फ्रेमको चाहिँ कुराहरू आउँछ है। अब अर्को के हेर्न सकिन्छ भन्दाखेरि यो अलिकति यसको पनि हेरौँ स्टाइलिङको कुरा हेरौँ है त। स्टाइलिङको कुरा चाहिँ मेरो लागि पनि नयाँ थियो होइन, किन भन्दाखेरि पहिला यो फिचर थिएन, अहिले पनि कतिकोमा हेर्दाखेरि यो इनेबल चाहिँ भएर हिँड्छ। सो स्टाइलिङको कुरा चाहिँ कस्तो भन्दाखेरि सिम्पली बुझ्नु पर्दाखेरि चाहिँ इट्स अबाउट कलरको कुरा है, कलरलाई कसरी रिप्रेजेन्ट भन्ने कुरा भयो। इक्जाम्पल अब यो विजार्डमा चाहिँ के गरेछ भन्दाखेरि एम्निटिज कस्तो रेस्टुरेन्ट अराउन्ड यो ठाउँको नाम भयो वासिङटन भनेर चाहिँ होइन। अब यो रेस्टुरेन्ट भयो स्टाइल गरेर मैले के भन्दा बिल्डिङको लेभलको हिसाबले स्टाइल गर भने, लेभल भनेको 1 2 3 भन्ने हिसाबले गऱ्यो। अब कुन चाहिँ कलर गर्ने, अब जुन कलर गरिनु भयो अप्लाई स्टाइल गऱ्यो भने चाहिँ त्यो बेसिसमा चाहिँ यिनीहरूको कलर चेन्ज हुन्छ। कसको लेभल के छ भन्नेले फरक पार्छ होइन, त्यसको हिसाबमा चाहिँ कलरहरू चेन्जै हुन्छ। सो स्टाइलिङको कुरा चाहिँ यही नै हो। अनि अर्को मैले अब अलिकति इम्पोर्टेन्ट नै भन्छु यो कुरा चाहिँ, जुन चाहिँ पढ्नुपर्छ आफैले, पढ्नु भने चाहिँ अलि अब साइडतिरै हुन्छ होला हामी त होइन। सो पढ्नुपर्ने कुरामा चाहिँ के भन्दाखेरि त्यो जुन अघि लिङ्कहरू थियो त्यो लिङ्कहरू खोल्यो भने चाहिँ यस्तो कुराहरू देखिन्छ। सो यो कुरा चाहिँ धेरै बेर लाग्दैन पढ्नलाई। ओभरपास टर्बो म्याप सिएसएस भन्ने कुराहरू छन् होइन। यो सिएसएस भन्ने कुरा चाहिँ अघि मैले जुन कलरको कुरा देखाएँ यो के कसरी काम गर्दो रहेछ नि सिधा आयो यहाँ आयो। मेन कुरा भनेको यो विजार्डको कुरा होइन। सो विजार्डमा पनि लेखा छ कि की भ्यालु भने कसरी हो, मैले रेगुलर एक्सप्रेसन भनेको थिएँ, रेगुलर एक्सप्रेसन कसरी युज गर्ने, अनि कि यो सबै कसरी युज गर्ने, नट कसरी युज गर्ने, अनि यो इक्जाम्पल सहित होइन। अनि यो कुराहरू चाहिँ सबै कुराहरू यहाँ राम्रोसँग दिएको छ क्या। अरू भन्दा नि यो चाहिँ इम्पोर्टेन्ट जस्तो लाग्यो, यो हो यो कुरा, यो जुन कोडिङको कुरा छ नि यो कुरा चाहिँ एकदमै बढी इम्पोर्टेन्ट हो है। यति कुरा चाहिँ ढुक्क भयो हुन्छ कि अब अहिलेको जमानामा म जिआइएस मात्र गर्छु अथवा त्यो गर्छु भनेर चाहिँ हुन्न। अहिले मैले भन्न खोजेको चाहिँ ओभरपास टर्बो गर भन्न खोजेको चाहिँ होइन। कोडिङ सबैलाई चाहिन्छ, यसको मतलब सबैले कोडिङ अलिअलि जानेकै हुन्छ। सो कोडिङ जानेकै हुन्छ, अलिकति दुःख यसमा पनि अलिकति गऱ्यो भने चाहिँ अझै बढी एनालाइसिसहरू स्पेसल कुराहरू सिकिन्छ भन्ने कुरा भयो। धेरै पर पनि जानु पर्दैन, यहीँ हेऱ्यो हुन्छ क्या। के भने चाहिँ काउन्ट फार्मेसिस पर कन्ट्री भनेको छ होइन। सो यसको यो भनेको कति छ हाम्रो नेपालमा त छैन, अब यो अमेरिकातिरकै कुरा होला यो होइन। अनि अर्को भनेको यस्तो छ कि काउन्ट नम्बर अफ विकिमिडिया कमन्स ग्लोबली, एड्रेस हाउस नम्बर इन एन एरिया, एउटा एरियाको हाउस नम्बरहरू कसरी निकाल्ने होइन, फाइन्ड रिलेसन विथ आइडेन्टिकल विकी, यो कुराहरू एकदमै हुन्छ नि। ल मल्टिपोलिगन्स विथ इनएप्रोप्रिएट मेम्बर रोल्स, यो धेरै कुराहरू छन् कि यस्तो कुराहरू। अब हेर्दा अलिकति कोडहरू लामो हुँदै जान्छ होला त्यो आफ्नो ठाउँमा छ, तर यसको चाहिँ युटिलिटी कहाँसम्म छ, कसरी युज गर्न सकिन्छ, मान्छेले कुन लेभलसम्म युज गरेको छ भन्ने कुरा चाहिँ धेरै इम्पोर्टेन्ट छ कि। यो कति कुरा अब मलाई पनि थाहा छैन यस्तो कुराहरू, मैले नि अब सर्चै गर्नुपर्छ होइन। किन भन्दाखेरि यो धेरै नै भेग छ कि यो कुराहरू। भनौँ न यो कुराहरू लिस्ट अफ स्ट्रिट्सको कुरादेखि लिएर नेपालमा म्यापिङमा नभएर हो, जियो कोडिङको कुराहरू छ, पिओआइजको कुराहरू छ होइन। योबाट त धेरै नै हुन्छ नि। विवेकले पनि होला सायद, विवेकले नै आफै पनि पहिला गर्दाखेरि यहाँबाट अलिकति
अलि हार्ड कोड के अलि नेक्स्ट लेभल के यहाँबाट डेटाहरू निकालेर त्यो कुरालाई उसले यु म्यापमा लगेर देखाएको थियो क्या। अब त्यो यु म्यापमा फेरि यति ह्यान्डी छ, यति डाइनामिक कुरा छ, एकदम इन्टरेक्टिभ म्याप देखिन्छ क्या। त्यो त्यो हुन्छ नि, अब धेरै राम्रो देखिन्छ क्या त्यस्तो कुराहरू गऱ्यो भने, देख्यो भने। सो यो कुरालाई चाहिँ अलिकति नेग्लेक्ट नगरिकन यो जुन डेटाको कुरा झन् हाम्रो त अलिक चाहिन्छ नि। आफ्नै पर्सनल्ली एक्सपिरियन्सले कुरा गर्नुपर्दाखेरि पनि मैले आफै नै अब म अब नक्सामा काम गरेर हुँदा अरू पनि हुन्छन्, अरू ब्याकग्राउन्डको मान्छेहरू हुन्छन्, उनीहरूले माग्ने भनेको डेटा भनेको हामीसँगै माग्छन् कि जियो स्पेसलसँगै माग्छन्। तिमीहरूको ब्याकग्राउन्डमा कसरी मलाई डेटा निकालेर दे, अथवा कसरी आउँछ मलाई टेस्ट गर्नु छ कोडहरू भनेपछि मलाई जियोजेसनमा डेटा चाहिन्छ, मलाई सेप फाइलमा डेटा चाहिन्छ, मलाई केएमएलमा डेटा चाहिन्छ। सो यो सबै कुराहरू चाहिँ मलाई दे भन्यो भने आफूले पनि दिन त सक्नु पऱ्यो नि त। मैले नि अब अद्ध गएर गुगलमा गएर यो दे त्यो दे भन्नुभन्दा आउने सानो एउटा क्वेरी हान्ने, डेटा आफै आउँछ। यतिसम्म छ कि फाइन्ड अल बस स्टप विच आर नट इन्क्लुडेड इन रिलेसन भन्दा छ क्या। यो धेरै नै कुराहरू छन् यसमा होइन, फायर स्टेसनको कुराहरू छन्। सो यो कुराहरूलाई चाहिँ हामीले इन्कर्पोरेट गरेर अथवा हामीले कतिसम्म सिक्न सक्छौँ भन्ने कुरा हो। त्यो चाहिँ कम्प्लिटली आफैमा डिपेन्ड हुने कुरा हो। यो भनेको जस्ट एउटा जेनरल नलेज दिएको हो मैले, के कसरी काम गर्छ, यो कसैलाई त यो एक्जिस्ट गर्छ भन्ने कुरा भयो होला, कसैलाई थाहा भएर पनि यतिसम्म पढ्नुपर्छ रहेछ भन्ने थाहा हुन्छ होइन। यो कुराहरू चाहिँ हामी पढ्ने कुरा चाहिँ हामीले धेरै नेग्लेक्ट गरेर हुन्छौँ। यो कुरालाई चाहिँ नेग्लेक्ट नगरौँ। अहिले नपढे पनि कुनै बेलामा चाहिँ डेटा एकदमै इम्पोर्टेन्ट चाहिरहेको बेलामा चाहिँ यस्तो भएको थियो, म यो हेर्छु भन्ने दिन पनि आउँछन्। सो त्यो कुरालाई पनि मध्यनजर गर्दै अलिकति यसमा पनि अब अहिले नै अलिकति याद भएको बेलामा एकचोटि यो दुई तिनवटा फाइल मात्र पढे नि भयो कि धेरै नै पर्दैन। यति पढ्यो भने नि धेरै नलेज आउँछ। अरू भने त जस्ट विजार्डमा गएर की र भ्यालु हाल्ने कुरा भयो। अनि अर्को सानो एउटा कुरा भनेको जुन यो टाइम आउट छ यसलाई बढाउन मिल्छ होइन। यो राखेन भने चाहिँ 60 सेकेन्ड हुन्छ सायद, डिफल्टमा 60 सेकेन्ड हुन्छ। टाइम आउट बढाउने भनेको चाहिँ जब हाम्रो डेटा धेरै हुन्छ, जब हाम्रो सर्भरले अब त्यो सर्भरले धान्दैन, एपिआईबाट आउने हो नि त रेस्पोन्स, सर्भरले नधानेपछि उसले टाइम आउट खान्छ। टाइम आउट भयो तेरो रेस्पोन्स आएन भन्छ। सो टाइम आउट बढाउनको लागि चाहिँ यो टाइम आउटमा गएर टाइम बढाउने, त्यसको बेसिसमा जति डेटा बढी छ त्यही हिसाबले टाइम बढाउने र चाहिँ अनि रिजल्टहरू चाहिँ त्यसरी आउँछ होइन। सो मैले चाहिँ अहिले यति नै स्टप गर्छु होला। अनि यति नै स्टप चाहिँ गर्छु। अनि त्यसपछि यो लिङ्कहरू चाहिँ अब मेटेरियल्सहरू चाहिँ चाहिन्छ भने म पठाइदिन्छु। एकचोटि सर हेऱ्यो भने पनि हुन्छ। अनि त्यहाँ यही यसमा पनि टास्कहरू पनि छ कि असाइनमेन्ट भनेर। सो यो ट्राई गरेर अथवा गर्ने, अनि बरु आएन भन्ने सोद्धा नि हुन्छ यो कसरी गर्ने के गर्ने भनेर। अथवा मलाई जुन मैले अघि भनेको थिएँ लिङ्क पठाउने, यहाँ जाने सेयरमा गएर लिङ्क पठाउने, यो भयो कि भएन भनेर पठाउने, म अनि हेर्छु। आएन भन्ने हेल्प गर्ने अथवा सिक्ने त छँदैछ नि त होइन। सो ओभरपास टर्बोको चाहिँ म धेरै त भन्दिनँ, एटलिस्ट बेसिक नलेज के गर्छ, कसरी गर्छ र के को लागि युज हुन्छ भन्ने कुरा चाहिँ अलिकति भए पनि धेरै त होइन, थोरै भए पनि बुझा होस् भन्ने मेरो चाहिँ मनको चाहना हो होइन। बाँकी अब यही कुरा डेटा अथवा युज गरेर हुन्छ कि अर्को डेटा युज गरेर हुन्छ, बाँकी चाहिँ विवेकले भन्छ। सो केही क्वेसन भने चाहिँ अहिले रेज गर्दा नि भयो, अनि नभए पछि लास्टमा रेज गर्दा नि हुन्छ। अनि मैले चाहिँ अहिलेलाई यति नै गरेँ नि त। हस्, थ्याङ्क यू दाइ। दाइ विवेक दाइ अब हजुरले कन्टिन्यू गर्नु न। हुन्छ, हस् थ्याङ्क यू। अब गोरखले धेरै कुरा भनिसक्यो। ओभरपास टर्बो चाहिँ एकदम चाहिने कुरा हो, किनकि अहिलेसम्म भएको ट्रेनिङहरूमा चाहिँ धेरै जसो के सिकियो होला भन्दाखेरि कसरी चाहिँ डाटा क्रिएट गर्ने भन्ने कुरा सिकियो होला, तर कसरी डाटा एक्सट्र्याक्ट गर्ने भन्ने मेन कुरो चाहिँ ओभरपास टर्बोमा आउँछ। हामीले कोडिङको मार्फत अथवा यतिकै जेनेरेट क्वेरी गरेर पनि गर्न सक्छौँ। अब म यो म्यापतिर लागेँ त त्यसो पहिला स्क्रिन सेयरै गरौँ। मेरो स्क्रिन सेयर भइरह। हेलो, भइरहेछ दाइ। ल अब हामी यो म्यापतिर लागौँ है त। त्यसो भए
त अघि गोरखले भने चाहिँ यो हाम्रो स्लाइड चाहिँ हटले प्रोभाइड गरेको हाम्रो इन्टर्नसिपको बेलामा। सो सबै कपिराइट हटसँगै छ, हामीले चाहिँ यो युज गरिरहेछौँ। अब यु म्याप चाहिँ के भनेर पहिला त्यो बुझौँ। अहिले सुरुमा हामीले के सिकियो भन्दाखेरि हामीले जोसम्म चलाइयो, आइडिटी चलाइयो, त्यसबाट के डाटा क्रिएट गर्न सिकियो। डाटा क्रिएसन गरेर त्यसपछि चाहिँ के भयो भन्दा ओएसएममा अपलोड भयो। अनि अहिले भर्खर गोरखले आरोग्यले सिकाएको कुरा के भयो भन्दा त्यो भएको डेटाहरूलाई, सर्भरमा भएको डेटा, ओएसएममा भएको डेटाहरूलाई कसरी हामी एक्सट्र्याक्ट गर्न सक्छौँ, कसरी डाउनलोड गर्न सक्छौँ भन्ने सिकायो। तर अब यो युम्याप भनेको चाहिँ के भन्दा एउटा ओपन सोर्स फ्रीली एभाइलेबल एउटा टुल हो, एप हो, जसमा चाहिँ हामीले आफ्नो डेटाहरू चाहिँ अपलोड गरेर त्यसलाई भिजुअलाइजेसनको थ्रु अरूसँग सेयर गर्न सक्छौँ अथवा आफ्नै एउटा कस्टमाइज एप बनाउन सक्छौँ। यो चाहिँ ओपन सोर्स सफ्टवेयर हो। र यसले चाहिँ हामीलाई म्याप क्रिएसनको चाहिँ एउटा सुविधा दिन्छ। यसमा चाहिँ हामीले सुरुमा यस्तो इन्टरफेस छ यु म्याप भनेर, त्यसमा चाहिँ हामीले क्रिएट म्याप गर्ने, त्यसपछि हाम्रो सबै कुराहरू अप्सनहरू देखाउँछ। यसमा के फिचर्सहरू छ भन्दाखेरि यसो स्लाइड मार्फत हेरौँ। अहिले हामी डेमोन्स्ट्रेसन गर्छौँ एकछिन पछि। यसमा क्रिएट म्यापको यस्तो अप्सनहरू देखाउँछ, जस्तो हाम्रो यो डिफल्ट छ, हामीले के यसमा गर्नै पर्दैन। र यु म्यापको फाइदा पनि के हो भन्दाखेरि इफ हामीले ओएसएममा डेटा अपलोड गऱ्यौँ र हामीले ओभरपास टर्बोबाट डेटा डाउनलोड पनि गऱ्यौँ, तर हामीले आफ्नो डाटा सेयर गर्न त कसरी गर्ने? एउटा केही त टुल त हुनु पऱ्यो नि त, अथवा केही एप हुनु पऱ्यो जसमा चाहिँ हामीले आफ्नो डाटा सेयर गरेर अरूलाई देखाउनु पऱ्यो। यतिकै क्वेरी मात्रै गरेर पनि भयो, तर क्वेरी मात्रै त भिजुअलाइजेसन हुँदैन। भिजुअलाइजेसनको लागि त एउटा प्रपर ड्यासबोर्ड अथवा केही म्याप त चाहियो। हामीले ओभरपास टर्बोबाट डाउनलोड गरेर आर्कजिआइएस अथवा क्युजिआइएसमा म्याप त बनाउँछौँ, तर त्यो के हुन्छ, स्ट्याटिक हुन्छ, त्यसमा डाइनामिक हुँदैन। स्ट्याटिक भएपछि हामीले आफ्नो म्याप अब यतिकै प्रोभाइड मात्र गर्न सक्यौँ। तर यो म्यापले हामीलाई के इनेबल गर्छ भन्दाखेरि त्यो एउटा सेयरिङ प्लेटफर्म दिन्छ। यसबाट मैले सेयर गरेँ भने अर्को मान्छेले डाइनामिक तरिकाले, उसले इन्टरेक्टिभ तरिकाले चाहिँ एउटा म्याप हेर्न पाउने या भिजुअलाइज गर्न पाउने हो, जुन कि हाम्रो स्ट्याटिक म्यापमा चाहिँ हुँदैन। यो एउटा त्यो फाइदा हो। किन यसको रिप्लेस भनेको त अब के गर्न सकिन्छ, जस्तो हजुर मानौ कुनै पनि मसँग आफ्नो डेटा छ, अब त्यसलाई मैले चाहिँ डाइनामिक वेबमा अथवा इन्टरेक्टिभ वेबमा मैले कसैसँग सेयर गर्न पऱ्यो भने मसँग अप्सन के रहन्छ त? मसँग अप्सन रहने भनेको एउटा चाहिँ स्ट्याटिक म्याप बाहेक भनेको के छ भन्दाखेरि आफै एउटा प्लेटफर्म क्रिएट गर्नु पऱ्यो। त्यसको लागि त फ्रन्ट एन्ड जान्नु पर्ला, ब्याक एन्ड जान्नु पर्ला, केही न केही भयो भने त्यसको लागि त टाइम लाग्ला। तर यसमा त हामीलाई पहिल्यै हाम्रो यो म्याप भनेर ड्यासबोर्ड बनिसकेको भएपछि त हामीसँग आफ्नो डेटा भएपछि हामीले आफ्नो डेटा डेभलप गरेर यसमा इन्सर्ट गरेर देखायो भने त हाम्रो टाइम पनि कन्ज्युम हुँदैन र हामीले आफ्नो म्यापमा चाहिँ बढी फोकस गर्न पाउँछौँ भन्ने हो। यसको यस्तो अप्सन, जस्तो यसमा सिम्बोलोजीको अप्सन पनि छ, आइकनहरूको, इन्सर्टहरूको, यसरी कस्टमाइज गर्न सकिन्छ। हामीले आफै म्यानेज गर्न, लेयरहरूलाई म्यानेज गर्न सकिन्छ। यसमा छ, यसमा धेरै कुरा त केही छैन, तर सिम्पली हामीले गुगलमा गएर यु म्याप भनेर सर्च गऱ्यौँ भने यहाँ आउँछ। यो दुईटा छ, एउटा चाहिँ ओपन स्टेट म्याप फ्रान्सले गरेको जुन चाहिँ यसको मेन सर्भर हो, र अर्को माथि यो म्याप प्रोजेक्ट्स भनेर आउँछ। यो चाहिँ छ, मैले यो लिङ्क पनि राखिदिन्छु कमेन्टमा, एक्सप्लोर गर्दै गर्नु होला। यो चाहिँ यसको ड्यासबोर्ड छ। अब यहाँ चाहिँ इङ्ग्लिस फ्रान्समै यसको ऊ छ, डकुमेन्टेसनहरू पनि छ। यहाँ हेर्न कसैलाई मन छ भने, जस्तो डकुमेन्टेसनमा गयो भने यहाँ उसले चाहिँ भिडियोजहरू अपलोड गरेको छ। यहाँ सबै हामी सब बिगिनरदेखि लिएर एडभान्ससम्मको लागि एउटा गाइडै छ, म्यानुअलै छ। यसमा हामीले हेर्न सकिन्छ, जस्तो आर्टिकल्सहरू के भइरहेको छ त, ट्युटोरियल सबै कुरा छ। यो अब एक्सप्लोर गरिसकेपछि आफूलाई बढी अझै यसको बारेमा जान्न मन लाग्यो भने यसमा गएर डकुमेन्टेसनमा हेर्न सकियो। एउटा फरम पनि छ, यसमा गएर यो म्यापको बारेमा चाहिँ के कस्तो धारणाहरू छ त्यो पनि राख्न मिल्छ। यहाँ अरू कुरा देख्न सक्नुहुन्छ। यस्तो सिनारीहरू, के सिनारीहरू बनिरहेको हुन्छ यहाँ। र हामीले चाहिँ यसमा
सिम्पली क्रिएट म्याप गऱ्यो भने अब के हुन्छ नि यसो हामीलाई सर्भर सोध्छ कुन सर्भरमा काम गर्ने त हामीले भनेर अब हामीले फ्रान्सकै सर्भरमा काम गरौँ यस्तो ड्यासबोर्ड आयो अब हामी यो चाहिँ हाम्रो एउटा ड्यासबोर्ड भयो अब यो चाहिँ हाम्रो अब यसमा चाहिँ हामीले आफै हाम्रो डेटाहरू चाहिँ अपलोड गर्नु पर्यो अब यसको लागि त के गर्नु पर्यो फेरि अब डेटा चाहियो त्यसको लागि त डेटा जहाँबाट पनि गर्न सकिन्छ हामीसँग ल्याट लङ भएको डेटा आउनु पर्यो CSV अथवा जियोजेसन जसमा भए पनि हुन्छ त्यो चाहिँ हामीले अपलोड गर्न सकिन्छ अब त्यसको लागि फेरि हामी कहाँ जान्छौँ ओभरपास्टरमा जाउँ मानौँ ओभरपास्टरमा गएर कुनै पनि हाम्रो एउटा डेटालाई हामी लिगौँ ल विजार्डमा गएँ म मानौँ मैले इक्वल्स टु स्कुल यो सबै बाउन्डिङ बक्समा आयो मानौँ मैले चाहिँ के गर्छु भन्दाखेरि धोलीखेल एरियाको मात्र ऊ आयो भने यसमा के गर्न सकिन्छ त यहाँ देख्न सकिन्छ यसको अघि भने चाहिँ कस्तो छ त अब यसमा अरू अर्को पनि के गर्न सकिन्छ भन्दाखेरि यसपछि अब हामीसँग गभर्मेन्ट स्कुलहरूको मात्र सबैलाई एक्सपोर्ट गरौँ एक्सपोर्ट जियोजेसनमा गरौँ अहिले मानौँ ल यही छ एक्सपोर्ट जिओबी अब बल्ल हामी आफ्नो यो म्यापमा चाहिँ डाटा अपलोड गर्नको लागि रेडी छौँ अहिले अब पहिला त सिम्पली यसको इन्टरफेस नै बुझौँ यहाँपट्टि हामीलाई मार्कर छ यसमा चाहिँ हामीले के गर्न सक्छौँ आफ्नो हिसाबले कुनै पनि ठाउँमा कस्टमाइज मार्कर चाहिँ एड गर्न सक्छौँ यसरी मैले यसलाई नाम दिएँ मानौँ हस्पिटल अहिले यत्तिकै मैले आफ्नो तरिकाले यसलाई सेप प्रोभाइड गर्नु कलर भयो होइन आइकन भयो आफै कस्टमाइज गर्नु पाएँ यसलाई आइकनको सिम्बल पनि सिम्बल यहीँ भएको डिफल्ट सिम्बलहरू पनि युज गर्न मिल्छ मानौँ अब हस्पिटलको भयो भने हस्पिटलको मैले यो आफ्नै यहीँ भएको सिम्बलहरूको युज पनि गर्न मिल्छ यो हेल्थ फेसिलिटीको यही चाहिँ तर यहाँ चाहिँ प्रिडिफाइन हुन्छ जुन हामीलाई नमन पर्न पनि सक्छ त्यसको लागि चाहिँ हामीले के गर्न सकिन्छ त उताबाट युआरएल ल्याएर युआरएल चाहिँ कतैबाट ल्याएर पेस्ट गर्न पनि सकिन्छ यसमा एडभान्स अप्सनहरू पनि छ जुम लेभल कतिको गर्ने इन्टरेक्टिभिटीको कुरा पपअप सेप कस्तो गर्ने अब यहाँ अब डिस्प्ले लेभल अब मानौँ यसको लेभल हामीले यहाँ दिइसकेका छौँ यसलाई डिस्क्रिप्सन अब यसलाई चाहिँ होभर गर्दा गर्ने हो भने अब यहाँ चाहिँ यसको यसरी चाहिँ होभर गर्दाखेरि देखाउँछ अहिले नेभर भनेपछि देखाएन लेभलको डाइरेक्सनहरूको कुरा छ त्यो कार्टोग्राफिक नै सबै कुरा भयो कार्टोग्राफी हिसाबले कुन चाहिँ आफूलाई बेस्ट लाग्छ त्यो अनुसारको गर्ने यो चाहिँ एउटा लाइनको कुरा भयो अब हामीले यसमा के गर्ने एउटा अब लाइन ड्र गरिहेरौँ हाम्रो यसमा कस्टमाइज लाइन ड्र पनि गर्न मिल्छ अब फेरि यसको नामै रोड बनाइदिउँ हाइवे भनेर यसलाई कस्टमाइज गऱ्यो भने फेरि यसको सेप एन्ड साइजको कुरा आयो कसरी कलरिङ गर्ने अथवा होइन हाइवेलाई ब्ल्याक गर्ने यसको ओपासिटीको कुराहरू आयो कतिको ओपासिटी बढाउने घटाउने भन्ने कुरा वेटको कुरा आयो सिम्प्लिफाई ज्योमेट्रीहरू ड्यासको कुरा आयो मानौँ यसमा चाहिँ त्यही अनुसारको चाहिँ सिम्बोलोजी चेन्ज भइरहेको छ देख्नुभयो होला ड्यास अरे रोडको सिम्बोलाइजेसन कुनै पनि कस्तो हुन्छ नि अब हाइवेहरूको त
हामीले जनरली ड्यास गरिँदैन, पाथहरूलाई चाहिँ हामीले ड्यास गर्न खोज्यौँ भने त्यसको पनि यसमा अप्सन रहेको छ। पपअपको सेपहरू रह्यो। अब एडभान्स अप्सनमा ट्रान्सफर्म पोलिगन यसलाई पोलिगन गर्ने कि भनियो अथवा डिलिटको अप्सन रह्यो। यो चाहिँ लाइनको कुरा भयो। अनि अब यसपछि के छ हामीसँग त पोलिगन पनि हामी आफै क्रिएट गरेर यसलाई चाहिँ हामी आफ्नो रूपले चाहिँ डिस्क्रिप्सन दिएर एड गर्न सक्छौँ। अब यहाँ ओपेसिटी अघि नैकै कुरा हो यो। अब यसलाई चाहिँ पोलिगनलाई कसरी सिम्बलाइज गर्ने भन्ने कुरा हो। स्ट्रोक कति गर्ने अन अफको कुरा भयो, फिल कलरको कुरा भयो, फिल गर्ने नगर्ने कुरा भयो। यो चाहिँ हामीले यही आफूले चाहिँ मानौँ मलाई चाहिँ आफ्नो नलेज छ, मैले चाहिँ कुनै पोइन्ट आफूलाई थाहा छ अथवा मलाई कुनै लाइन थाहा छ भने मैले चाहिँ के गर्न सक्छु भन्दा त्यहाँ गएर एड गर्न सक्छु। अब त्यसपछि अर्को अप्सन के छ हामीसँग भनेपछि म्याप डिटेल्सलाई पनि हामीले एडिट गर्न मिल्छ। जस्तो अहिले अनटाइटल म्याप छ नि त, यसको लागि यो म्याप भनेपछि यहाँ आफै चेन्ज भएको र त यो म्याप भयो। अब यहाँ चाहिँ यसको ट्यागहरू भयो आफै, यसलाई चाहिँ दिन मिल्यो। अब आउँछ इम्पोर्ट डेटाको कुरा बल्ल। यसपछि यहाँ हेर्न सक्नुहुन्छ लेयरहरू पनि छ हामीसँग। यो अघि हामीले गरेको जति पनि कुराहरू छ त्यो एउटा लेयर बनेर बसिसकेको छ। यो यहाँ देख्न सक्नुहुन्छ लेयर छ। अब यसलाई अन अफ गरेर हामीले अथवा एडिट पनि गर्न सक्छौँ हामीले। यसलाई कसरी एडिट गर्ने भनेर म सिम्पली अहिले डिलिट गर्दैन यसलाई। अब हामीलाई चाहिँ के चाहियो भन्दा अघि त हामीले आफ्नो प्रिडिफाइन तरिकाले गऱ्यौँ, तर त्यो सधैँ राइट हुँदैन। धेरै डेटा भयो भने त हामीले त आफ्नो नलेज लाएर गएन। अब यसको लागि त हामीलाई फाइल चाहियो। यसको लागि फाइल यहाँ गएर चुज गर्ने। फाइल चुज गरेर अघि मैले डाउनलोड गरेको डेटाहरू थियो यसमा। अब मैले के गरेँ भन्दाखेरि यसबाट एउटा चुज गरेँ मैले गभर्मेन्ट स्कुल भनेर। यहाँ आफ्नो डेटा ल्याट लङ छ भने यसलाई पेस्ट गर्न पनि मिल्छ कलम अनुसारको, अथवा युआरएल पेस्ट गर्न पनि मिल्छ। अब यो फर्मेट चाहिँ हाम्रो केमा थियो, जियोजेसनमा थियो। यसमा सीएसवी पनि काम गर्छ, जीपीएक्स पनि काम गर्छ, केएमएल पनि काम गर्छ। अहिले हाम्रो केमा छ, जियोजेसनमै छ। हामीले चाहिँ अब यसलाई इम्पोर्ट एज न्यू लेयर गरेपछि के भयो भन्दाखेरि हाम्रो अघिको डेटाहरू सबै यहाँहरू भयो। अब मैले यसलाई भनौँ मैले बेस लेयर चेन्ज गर्नु छ। यहाँ चाहिँ अहिले ओपन स्ट्रिट फ्रान्सको चाहिँ आइरहेको छ। मैले त्यसलाई डिफल्ट ओपन स्ट्रिटमा जान्छु र यहाँ गएर हामीसँग धेरै अप्सन छ बेस म्यापहरूको पनि। त्यही अनुसारको बेस म्याप चेन्ज गर्न सकिन्छ। र अब चाहिँ के भन्दा अब मैले यसलाई चाहिँ आफ्नै अनुसार चाहिँ कस्टमाइज गर्न सक्छु। अब के छ, हाम्रो लेयर्समा जाउँ। लेयर्समा गइसकेपछि के छ भन्दाखेरि हाम्रो यो लेयर 2 छ। लेयर 1 मा हाम्रो अघिको नैको थियो। अब लेयर 2 मा मैले के गर्छु, एडिट गर्न सक्छु। अब यो सिम्बललाई मैले नाम दिउँ स्कुल दोली खेल भनेर हैन। अब यसमा चाहिँ हाम्रो के गर्न पनि मिल्छ भन्दा डिफ्रेन्ट टाइपको। अब यसलाई कसरी डिफल्ट क्लस्टर गर्ने कि यसरी क्लस्टरिङ पनि गर्न मिल्छ। मानौँ हामीले जुम इन यतिको राखेको छौँ यो एरियामा, यो क्लस्टरिङ भन्ने कुरा फेरि स्मल एरियामा चाहिँ राम्रो देखिँदैन। तर अहिले क्लस्टर गऱ्यो भने जुम इनको हिसाबले चाहिँ त्यही अनुसार चाहिँ हाम्रो क्लस्टरहरू खुल्दै जान्छ। यसरी चाहिँ यसलाई यो डाटालाई हामीले क्लस्टरको उसमा पनि गर्न सकिन्छ। त्यसपछि हिट म्याप जेनेरेट पनि गर्न सकिन्छ। अब यसको युज केस के भन्दा कुन ठाउँमा चाहिँ बढी स्कुलहरूको डेन्सिटी रहेछ त भने चाहिँ हिट म्यापले देखाउन सक्छ हामीलाई। अर्को क्लोरोपेथ भयो। क्लोरोपेथ
पोइन्टमा खासै अर्थ राख्दैन। क्याटेगोराइजको अप्सन पनि छ हामीसँग र प्रोपोर्सनल सर्कल्सको पनि छ। हामीले आफ्नै अनुसार चाहिँ गर्न सक्छौँ। डिस्प्ले एन्ड लोड भइहाल्यो यो। अनि त्यसपछि सेपको प्रोपर्टिजमा जाउँ। यसमा हामीले आफ्नो अनुसारको कलर चुज गरेर गर्न पायौँ। त्यसपछि अब आइकनको पनि सेपको कुरा छ। यहाँ सर्कल र भनेर छ। डिफ्रेन्ट टाइपको भिजुअलाइजेसन देख्न सक्ने यो बल रिङको देख्नुभयो। यसमा चाहिँ गभर्मेन्ट स्कुलहरूको चाहिँ हामी डिस्ट्रिब्युसन देख्न सक्छौँ। अब यसलाई हामी के गर्न पनि सक्छौँ भन्दाखेरि अहिले त हाम्रो यो यतिकै गर्दाखेरि कुन स्कुलको नाम त थाहा छैन नि त हामीलाई। यसपछि हामी यसको चाहिँ लेभलको पनि काम गर्न सक्छौँ। अब यहाँ देख्नुभयो, मानव मलाई चाहिँ यो सिम्बल मन परेन र यो हाम्रो आइडियल सिम्बल पनि होइन स्कुलको लागि। त्यसको लागि अब हामीले चाहिँ के गर्नु पर्यो भन्दा यहाँबाट सिम्बल चुज गर्नु पर्यो स्कुलहरूको लागि। मानव यो सिम्बल थियो, यसलाई चेन्ज गर्छु। तर अहिले किन चेन्ज हुँदैन भने डिफल्टमै गएर गर्नुपर्छ, किनकि हामीले बल सेप चुज गरिसकेका छौँ। डिफल्टमा गएर हामीले यसलाई चुज गऱ्यौँ भने त्यसपछि चाहिँ यो चाहिँ चेन्ज हुन्छ। यसरी चाहिँ हामीले गर्न सक्छौँ। त्यसपछि ओपेसिटी फिलका कुरा भयो। त्यसपछि एडभान्स अप्सनमा जाउँ। यसमा ड्यास्ड एरेहरू छ, जुम इन जुम आउटको कुराहरू छ। अनि इन्ट्र्याक्सनमा पपअप सेप। अर्को कुरा चाहिँ के छ भन्दाखेरि हामीले यो होभर गरौँ, त्यसपछि के हुन्छ नि अब बल्ल हामीलाई यसमा के भयो लेभलको कुरा आयो। यो यसको नाम अनुसार चाहिँ यहाँ होभर भइरहेको छ। अहिले चाहिँ के इन्फर्मेटिभ भयो नि त। मानौँ हजुरले यो म्याप नै हजुरको कसैलाई सेयर गर्नुभयो भने उसले चाहिँ सिधै यो ड्यासबोर्ड देखिसकेपछि के हुनुभयो भने कुन स्कुल कहाँ रहेछ त दुले खेलमा भनेर थाहा त हुने भयो नि त। तर यही कुरा हामीले मानौँ ओभरपास्टहरूबाट हामीले यही डाटा डाउनलोड गऱ्यौँ। तर यसलाई हामीले के हुन्छ भन्दा हामीले जिआइएसमा देखाउँदाको लागि स्केल कुनै बेला स्केल मिल्दैन, त्यो अनुसारको इन्ट्र्याक्टिभिटी हुँदैन। तर मैले त यहाँ जुम आउट गरेर पनि हेर्न सक्छु नि त। त्यो स्ट्याटिक हुन्छ। तर यहाँ त युजरले हजुरले जसलाई सेन्ड गर्नुहुन्छ उसले त कहाँ रहेछ लोकेसन भनेर ट्याक्कै इन्ट्र्याक्टिभ तरिकाले हेर्न सक्छ। एउटा यसको कुरा यो भयो। अब यो लेभल अब कहाँ यसलाई लेभल गर्ने त भने अहिले राइटमा थियो भने अहिले लेफ्टमा भयो। यो ओभरको कुरा भयो। यसलाई क्लिकेबल छ कि छैन भनेर लेभल्स चाहिँ यस्तो भयो। अहिलेलाई चाहिँ यसमा चाहिँ यति नै छ। अब हामीले के गर्न सक्छौँ भन्दाखेरि अरू डाटा पनि युज गर्न सक्छौँ। अहिले हामीसँग के छ, यो चाहिँ मैले अघि भर्खर डाउनलोड गरेको थिएँ ओभरपास्टरबाट। यसमा चाहिँ हामीले गभर्मेन्टहरूको देखायौँ। अब हामीले के गर्न सक्छौँ भन्दा फ्युल स्टेसन्सहरूको रहेछ मसँग। यो पनि जियोजेसन भयो। मैले यसलाई इम्पोर्ट गरेँ। अब इम्पोर्ट गरेपछि के आयो भन्दा नयाँ पोइन्टहरू यसरी चाहिँ यहाँ चाहिँ आए। अब मैले कहाँ जानु पऱ्यो भन्दा म्यानेज लेयर्समा जानु पऱ्यो। म्यानेज लेयरमा गइसकेपछि मैले भर्खर गरेको लेयर थियो चाहिँ यहाँ आयो। अब मैले यसलाई के गर्छु, एडिट गर्छु। एडिट गरिसकेपछि मैले यसलाई नाम दिन्छु फ्युल स्टेसन्स हैन। धोली खेल भनेर हैन। अब यसलाई क्लस्टरिङ भन्दा नि यसलाई त सेप नै दिएको ठिक हुन्छ होला। अब हामी सेप प्रोपर्टिजमा जाउँ। यसपछि यसलाई यसको आइकन यसको आइकन। अब मानौँ मसँग यसमा चाहिँ मलाई मनपर्ने चाहिँ यसको ट्यागको चाहिँ हामीसँग फ्युल स्टेसन्सको हामीसँग सिम्बल छैन भने के गर्न सक्छौँ भने हामी नेटमा गएर चाहिँ सर्च गर्न सक्छौँ। OCHA ह्युमेनिटेरियन आइकन्स भन्ने एउटा साइट छ। यसमा चाहिँ हामीलाई चाहिँ आइकन्सहरू भेटिन्छ। यसको लागि मानौँ मैले चाहिँ के गर्छु, फ्युल स्टेसन्स फ्युल
यसमा चाहिँ अलिक भेटिएन तर के गर्न सकिन्छ भन्दाखेरि जस्तो मैले यसलाई क्लिक गरेँ यो अहिलेलाई यही छ भन्दाखेरि यसको कपी इमेज एड्रेस गरेर चाहिँ मैले के गर्न सक्छु भन्दा यहाँ गएर पेस्ट गर्न सक्छु हामी कहाँ थियौँ अहिले म्यानेज लेयर्समा गइयो यसमा गएर सेपको प्रोपर्टिजमा गएर आइकन सिम्बलमा गएर यहाँ युआरएलमा क्लिक गरेर चाहिँ हामी एप्लाई गर्न सक्छौँ अब देख्न सक्नुहुन्छ कि यो चेन्ज भइसक्यो मैले यसको कलर यसलाई गर्दैछु अब के होइन अब यसमा चाहिँ हामी प्रपर चाहिँ फ्युल स्टेसन्सको सिम्बलहरू ल्याएर चाहिँ यसलाई चाहिँ इन्टरेक्टिभ तरिकाले बनाउन सक्छौँ अब खास मेन युम्यापको एप्लिकेसन नै यही हो कि आफ्नो डेटालाई कसरी सेयर गर्न सकिन्छ कसरी युजरसँग अर्को युजरसँग पुर्याउन सकिन्छ भन्ने यसको उद्देश्य हो यसमा हामीले अब गर्न सकिने धेरै कुराहरू हुन्छन् यसमा चाहिँ अब यसमा कस्तो चाहिँ अहिलेसम्म चाहिँ राष्ट्र डाटा एनालाइसिसको चाहिँ पार्ट आइसकेको छैन यसमा इन्टिग्रेसन चाहिँ टाइम लाग्छ किनकि राष्ट्र डाटा एनालिङ गर्ने यसको सर्भर अलि ठेकेको छैन सो त्यो अप्सन चाहिँ यसमा डिसेबल नै छ तर भेक्टर डेटाको लागि चाहिँ हाम्रो यो वान अफ द बेस्ट प्लेटफर्म हो ओपन सोर्सको चाहिँ यसमा डेटा सेयर अब मैले यही कुरालाई अब मैले कसैलाई सेयर गर्न मन लाग्यो भने अब के गर्न सक्छु यहाँ पर्मिसनहरूको कुरा पनि छ अब यसमा चाहिँ जुम इनको कुरा भयो यसमा डिफल्ट चाहिँ कतिमा देखाउने भनेर कुरा भयो अब यसपछि यहाँ पर्मिसन यसलाई मैले पहिला सेभ गर्नुपर्ने हुन्छ अघि गरेको यहाँ देख्नुहुन्छ यहाँ अपडेट आइसक्यो अब यहाँ के छ सेभ हु क्यान एडिट अनर ओन्ली भनेर चाहिँ अब यसमा चाहिँ एभ्री वान भनेर हामीले एक्सेस दिन पायौँ हु क्यान भ्यू होइन पब्लिक गरेर म्याप अनर मेरो नाम देखाएको छ म्याप एडिटर्स यो सब गरेर चाहिँ हामीले यसलाई सेभ गर्यो भने त्यसपछि यहाँ सेटिङ्समा छ सेटिङ्समा चाहिँ के छ भन्दाखेरि हाम्रो अब यो कस्टमाइज्ड ड्यासबोर्ड चाहिँ सेयर गर्दाखेरि हामीले के कुराहरूको फिचर्स दिने त भन्ने के अरे यहाँ युजर्स इन्टरफेस अप्सन भन्नेमा छ युजर इन्टरफेस अप्सनमा देख्नु नि यहाँ अप्सन छ डिस्प्ले जुम इन कन्ट्रोलको भयो होइन यो हामीसँग जुम इन कन्ट्रोलको छ माइनस छ सर्च लोकेसन पनि छ त्यसपछि फुल स्क्रिन भयो अनि यो त सेयरिङको अप्सन बल्ल चाहिँ यहाँ सेयरिङको अप्सन छ र हामीले युजरलाई के गर्न सक्छौँ भन्दा यो लेयरहरू पनि थाहा पाउनु पऱ्यो नि त कुन के हो भनेर यो अप्सन पनि दिन सक्छौँ र यहाँनिर टप डाउनमा अरू छ अब यो म्यापलाई मैले सेयर गर्नु पऱ्यो भने कसैसँग के गर्छु भन्दाखेरि यहाँ भएको लिङ्कलाई चाहिँ सिधै कपी पेस्ट गरेर कसैलाई सेन्ड गर्यो भने सिधै यो साइट खुल्छ अथवा यो भएको फाइलहरूलाई पनि एकमुष्ट तरिकाले भिजुअल्स लेयरहरूलाई उसलाई चाहिँ के गर्न सक्छ युजरले हाम्रो डाउनलोड पनि गर्न सक्यो यसरी चाहिँ हामी एक्सेस दिन सक्छौँ यहाँहरू डिफ्रेन्टहरू लिङ्क छ अब मानौँ मैले यसको चाहिँ कुनै मसँग डेटा त छ तर मैले यहाँ आएर थाहा पाएँ कि कुनै कुरामा मैले एडिट गर्नु पर्छ भने मैले केमा गएर गर्छु त भन्दाखेरि म्यानेज लेयर्समा जाने म्यानेज लेयर्समा गइसकेपछि हामीसँग अप्सन्सहरू छ अन अफ गर्ने जुम इन जुम आउट गर्ने त्यसपछि एडिट गर्ने अनि एट्रिब्युट टेबल अब यहाँ एट्रिब्युट टेबल देख्नुहुन्छ यहाँ चाहिँ यसको एट्रिब्युट के छ त्यही अनुसार हामीले अब डिलिट सिलेक्टेड रो पनि गर्न सकिन्छ फिल्टर डेटा पनि गर्न सकिन्छ होइन यहाँ त्यही अनुसारको मलाई चाहिँ कुन डेटाहरू चाहिएको छ हाम्रो जस्तो आगम्यापमा हामीले फिल्टरहरू लगाउँथ्यौँ नि त्यही तरिकाले मैले फिल्टर पनि लगाउन सक्छु सर्च म्याप फिचर्स भनेर होइन केही पनि गर्न सकियो ए म्याप भ्यूलाई अन अफ गर्न पनि मिल्यो यसको यहाँ पनि छ अब यसबाट हजुरले न्यू प्रपर्टी अब जस्तो एड एट्रिब्युट हुन्थ्यो हाम्रो उता पछि यसमा न्यू प्रपर्टी पनि गर्न सकियो यसै गरी हरेक लेयरको हामीले त्यो अनुसारको चाहिँ यसलाई चाहिँ कस्टमाइज गर्न सकियो यो चाहिँ सबै कहाँ हुन्छ भन्दा म्यानेज लेयर्समा जाने अथवा यसलाई एडिट गर्नु पर्यो अथवा मैले यसलाई कुनै केही गर्नु पर्यो भने के हुन्छ यसलाई
जाने अनि अब अरू अप्सन्सहरू हामीसँग छन्। यो भर्जनका कुराहरू भए। एडभान्स अप्सन तल चाहिँ डाउनलोडको डिलिटको क्लोन गर्ने कुराहरू हो। जुम इन जुम आउटका मेनली कुरा फोकस भयो त त्यही नै हो कि हामीले कसरी एउटा चाहिँ हामी प्लेटफर्ममा एउटा हाम्रो डाटा चाहिँ इम्बेड गर्दैछौँ र हामीले अरूलाई यो सेयर गरेपछि चाहिँ युजरले चाहिँ इन्टरेक्टिभ तरिकाले हेर्न पाउँछ भन्ने नै यसको यो एपको मेन उद्देश्य हो। अनि मैले हजुरले एक दुईवटा युज केस पनि देखाउँछु, यो कसरी युज केस भइरहेछ, अरूहरूले कस्तो टाइपको एनालाइसिस गर्दो रहेछन् यसको युज भएर भन्नेहरू कुरा छ। यसमा चाहिँ आफैले चाहिँ अझै एक्सप्लोर गरियो भने यो कुरामा त्यो युज केस अनुसार बल्ल थाहा हुन्छ। यत्तिकै पनि हामीले अझ कुनै प्रोजेक्ट गर्दाखेरि अहिले धुलीखेलको एम्युनिटीहरू मानौँ, अहिले चाहिँ के गर्नु यता ओभरपास टर्बोबाट हामीले धुलीखेलमा भएको सबै गभर्मेन्ट हस्पिटल, पुलिस स्टेसन्सहरू सबै ल्याएर यहाँ विभिन्न कार्टोग्राफिक आइकन्सहरू देखाएर एउटा सेयर गऱ्यौँ भने एउटा डेटाबेस भन्छ नि त्यसमा पनि, किनकि हामीले त आफ्नो कस्टमाइज गरेको तरिका डेटा फिल्टर गरेर जुन डेटा राइट छ त्यो मात्र राखेका छौँ। त्यसमा हामीले आफ्नो डेटा इन्फर्मेसन एड गर्न पनि सक्छौँ हामीलाई लोकल नलेज भएकोलाई। अब एउटा युज केसै के हुनसक्छ भन्दा हाम्रो केयुकै वरिपरि गएर हामीले केयुमा भएको एम्युनिटिजहरूलाई अहिले हामीले ओएसएममा हेऱ्यौँ भने यत्तिकै देखिन्छ, तर हामीले के एउटा ड्यासबोर्ड के बनाउन सक्यो भने ओभरपास टर्बोबाट डाउनलोड गरेर यहाँ भएको मेडिकल्सहरू, यहाँ भएको मेडिकल, यहाँ भएको खानाहरूको होटलहरूलाई म्याप गरेर एउटा ड्यासबोर्ड टाइपको क्रिएट गर्न पनि सक्छौँ र सेयर गर्न सक्छौँ। त्यसमा चाहिँ हाम्रो रहिरहन्छ भन्ने कुरा हो। अब अर्को एउटा राम्रो एनालाइसिस के हुनसक्छ भन्दा अरू डेटाहरू अर्को डाटा युज गरौँ। यसबाट मसँग यो एयरपोर्ट्सको डेटा छ, मैले यसलाई मानौँ एड गरेँ। फेरि लोड गर्छु यसलाई। जियोजेसन भयो, इम्पोर्ट एज अ न्यू लेयर मैले गरिसकेपछि यो चाहिँ हामीसँग भएको एयरपोर्ट्सहरूको डेटा भयो, अथवा मसँग कुन कुन डेटा छ म सबै त्यो एड गर्दै जान्छु है त। अब यो डेटाहरू सबै म कहाँ देख्न सक्छु भन्दाखेरि मसँग भएको डेटाहरू जति यहाँ आइसकेको छ। यसलाई चाहिँ अन अफ भएर अर्को डेटाको हस्पिटल्स, अब यहाँ हेर्न सकिन्छ। अब यसको एउटा युज केस चाहिँ मैले राम्रो देखेको भनेको, अब हामीले नेपालभरिको हस्पिटल्सलाई हामीले यही म्यापमा देखाउन खोज्यौँ भने यसको केही इन्फर्मेटिभ रहँदैन आखिरमा, किनकि हामीले जे म्याप बनाए पनि त्यसको इन्फर्मेसन त्यसले युजरलाई के इन्फर्मेसन कन्भे गर्छ त त्यो कुरा हो मेन डिपेन्ड गर्ने। सो अब यसलाई हामीले के गर्न सक्छौँ भन्दाखेरि सिम्पली यसमा गएर हाम्रो लेयर कुन थियो, यो थियो। अब हेर्नु यसलाई हस्पिटल्स इन नेपाल भनेर भयो, यसको डिस्क्रिप्सन के एड गरौँला। अब यसमा चाहिँ हामीले हिट म्यापको युज केस गरियो भने अब देख्न सक्नुहुन्छ यसले चाहिँ इन्फर्मेसन बल्ल प्रोभाइड गर्छ। किनकि हामीसँग नेपालभरिको डेटा थियो, यसमा क्लस्टर गर्नुहोस्। यसमा चाहिँ अब चाहिँ यसमा के एनालाइसिस हुनसक्छ भने नेपालभरिको कम्पेरेटिभ एनालाइसिस गर्दा त कहाँ चाहिँ हस्पिटलको बढी दबदबा रहेछ त, कहाँ चाहिँ कुन क्षेत्रमा चाहिँ बढी रहेछ नि त भनेर यो हिट म्यापले चाहिँ राम्रो एउटा युज केस सिनारियो दिन सक्यो। अब यसलाई त्यही जुम इन गरिसकेपछि अब हजुरले हेर्नु छ कि यो म्याप नै हजुरले यत्तिकै पनि सेयर गर्नुभयो भने त यो केही इन्फर्मेसन त राख्यो नि त यसले त। अब कतातिर चाहिँ हस्पिटलहरूको डेन्सिटी बढी रहेछ त भनेर कसैले आफ्नो एउटा इन्फर्मेसन त पाउन सक्यो नि त। यस्तो कस्टमाइज वेमा चाहिँ हामीले म्याप बनाएर अथवा अब यो रास्टर्ड फर्ममा त हुँदैन। अब यसमा के पनि युज केस हुनसक्छ भन्दाखेरि अब हिट म्यापको तरिकाले कुनै प्रोजेक्ट गर्दाखेरि हामीले मानौँ कुनै फ्लड गइरहेको एरिया छ, हामीसँग फ्लडहरूको चाहिँ ल्याट लङ छ रिपिटेटिभ गइरहेको, त्यसमा चाहिँ हामीले हिट म्याप बनाएर के गर्न सक्छौँ भन्दाखेरि के हुन्छ त त्यहाँ चाहिँ फ्लड
रिकरेन्स चाहिँ बढी भइरहेको छ, त्यसले पनि एउटा इन्फर्मेसन दिन्छ। सो हाम्रो त्यही डेटा कलेक्सन र डेटा फिल्टरिङमा भर पर्छ, हामीले कस्तो डेटा युज गर्दैछौँ भनेर। एउटा केस सिनारियो भयो, म अर्को हजुरहरूलाई देखाउँछु। एउटा ड्यासबोर्ड यस्तै गरी एउटा युज केस हो। यो चाहिँ हाम्रो बङ्गलादेशमा गरिएको प्रोजेक्ट हो, यो म्याप युज गरेर। ढाका थ्राइभ भन्छ यसलाई चाहिँ। यसमा चाहिँ के गरेको छ भन्दाखेरि उनीहरूले के गर्यो भन्दा लोकल भलिन्टियर्सहरू, ओपन स्ट्रिट म्याप्सहरू कन्ट्रिब्युटर्स युज गरेर चाहिँ अहिले के गर्यो भन्दाखेरि यो सब प्लेसेसहरू उनीहरूले म्याप गर्यो, जसमा चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ सिम्पल क्लिकमा कसैलाई पनि सेयर भयो नि त। अब यहाँ चाहिँ हामीसँग सबै इन्फर्मेसन छ यो एरियाको, उनीहरूले कम्युनिटीमै गएर म्याप गरेको। यो सेनिटेसन फेसिलिटिज भयो होइन, यो अब कुनै कुनै यो काम गरिरहेको छैन अहिले, तर यहाँ चाहिँ अब स्कुल्सको डाटा भयो, ट्याप वाटरको कुरा भयो। यसमा चाहिँ यिनीहरूले सबै कम्युनिटीको लागि लोकल म्यापिङ गरेर त्यसमा अपलोड गरेको छ। अब यहाँ यसै गरी यहाँ डेटा लेयर्सहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ धेरै समय भइरहेकोले यहाँ कुनै कुनै एरर आएको छ। अब यसमा चाहिँ यिनीहरूले के छ भन्दाखेरि यो त हामीसँग POIs भयो, पोइन्ट अफ इन्ट्रेस्टहरूको म्यापिङ भयो, तर यसमा मलेरियाको अनि त्यसपछि फ्लड म्यापिङको पनि कुरा छ यसमा। उनीहरू फिल्डमै गएर फ्लड म्यापिङको डेटाहरू ल्याएर हिट म्याप बनाएर अनि मलेरिया चाहिँ कहाँ बढी भइरहेछ त, मलेरियाको हिट जोनहरू पत्ता लगाएर चाहिँ यसमा चाहिँ के गरेको छ भन्दाखेरि म्यापिङ गरेको छ। त्यसैले यहाँ चाहिँ यसको ओभरपास टर्बोको युज केस चाहिँ केमा भर पर्छ भन्दाखेरि क्वालिटी अफ डेटामा। हामीसँग कस्तो क्वालिटीको डेटा छ भने त त्यसमा भर पर्छ। अन्त ओभरपास टर्बो र यु म्यापको कम्बिनेसन गरेर हामीले डेटा फिल्टरिङ गर्न सक्यौँ भने यु म्यापमा चाहिँ हाम्रो राम्रो भिजुअलाइजेसन हामी चाहिँ क्रिएट गरेर त्यसलाई सेयर गर्न सक्छौँ। अब सिम्पली सेयरको अप्सन त यही म्यापलाई मैले कसैलाई सेयर गरेँ भने यतिकै सेयर गर्न पाएँ, यसरी पनि देख्न सक्नुहुन्छ। अब अर्को युज केस पनि के छ भन्दाखेरि यसको मानौँ यो त के भइरहेको छ, मैले कुनै डेटा डाउनलोड गरिसकेपछि त्यसलाई चाहिँ अपलोड गरेको छु, तर मैले ओभरपास टर्बोको डेटा नै सिम्पली यसैमा चाहिँ इम्बेड गर्न कसरी सक्छु भन्दाखेरि चाहिँ अब हामीले के गर्न सकिन्छ, म्यानेज लेयर्समा जाउँ। यसमा गएर के हुन्छ भन्दाखेरि रिमोट डेटाको अप्सन छ। मसँग यो स्लाइड पनि छ, अहिले चाहिँ यो फिचर चाहिँ अलिक काम गरिरहेको छैन, म सिम्पली यसमा देखाउँछु मात्र अहिलेलाई। अब यहाँ यो स्लाइडमै देख्न सक्नुहुन्छ के गर्ने भन्दाखेरि हाम्रो उता ओभरपास टर्बोमा गएर एक्सपोर्ट गर्दाखेरि चाहिँ के गर्नु पर्यो भन्दाखेरि हामीले यो डेटा एक्सपोर्ट गर्दाखेरि कम्प्याक्ट क्वेरी भन्ने छ। यहाँ कम्प्याक्ट क्वेरी गऱ्यो भने हाम्रो यस्तो अर्को ट्याब खुल्छ र ट्याबमा चाहिँ त्यो भएको ट्याबलाई चाहिँ के गरिन्छ भन्दा कपी गरेर यसलाई चाहिँ कपी गर्ने। अनि त्यसपछि मेन स्टेप चाहिँ के छ भन्दाखेरि त्यसपछि यो भएको लिङ्कलाई चाहिँ यसरी चाहिँ इम्बेड गर्ने। यो प्रिडिफाइन हुने हो, त्यही भएर यो हामीले यही नै युज गर्छ। मैले स्लाइड पनि पठाउँछु पछि, स्लाइड पनि पठाउँदाखेरि हजुरलाई आफूले गर्दा झन् क्लियर रूपमा आउँछ। एकपल्ट ट्राई गरेपछि हुन्छ। त्यसपछि हामीले अब के गर्छौँ भन्दा पहिलाको जुन हामीसँग लिङ्क थियो त्यसमा चाहिँ हामीले के एड गर्छौँ भन्दाखेरि यहाँ भएको यति चाहिँ एड गर्छौँ र त्यहाँ भएको ल्याट लङ कोअर्डिनेट्स थियो नि त्यसलाई चाहिँ हामीले सिधै यसमा गएर हाम्रो चाहिँ यो चाहिँ हाम्रो के हुन्छ भने अबको हाम्रो फाइनल लिङ्क भन्छ एउटा। यसरी चाहिँ हामीले लिङ्क कुनै पनि बनाउन सक्छौँ। त्यसको लागि के गर्नु पर्यो भन्दा ओभरपास टर्बोको क्वेरीमा जानु पर्यो, त्यसमा कम्प्याक्ट क्वेरीमा गएर न्यू ट्याब खोलिसकेपछि कपी गरेर त्यसलाई चाहिँ यो अनुसार चाहिँ हामीले एडिट गऱ्यो भने के हुन्छ भन्दा यो सब के को लागि भन्दा यु म्याप र ओभरपास टर्बोलाई लिङ्क गर्नको लागि, ताकि अप टु डेट डेटा होस्। त्यसपछि अब हामी के गर्न सक्छौँ भन्दाखेरि यहाँ एनिमेसनमा पनि हेर्न सक्छ। अब लेयर्समा जाने, एडिट गर्ने, अनि त्यसपछि रिमोट डेटा भन्ने छ। अब रिमोट डेटामा गइसकेपछि के हुन्छ भन्दाखेरि हामीले अघि जेनेरेट गरेको जुन युआरएल हुन्छ, मैले अथवा यसलाई नै गरेँ तर यसलाई मोडिफाई चाहिँ गर्नुपर्छ।
यहाँ भयो, यहाँ रिमोट डेटाको अप्सन देख्न सकिन्छ। यसमा गएर यसरी पेस्ट गऱ्यो भने यसको फर्मेट सोध्छ, जियोजेसन हो कि के हो होइन। यसको जुम इन जुम लेभल हामीले सेट गर्ने। त्यसपछि अब यसपछि के भन्छ, अहिले चाहिँ फिचर काम गरिरहेको छैन, मैले अघि नै ट्राई गरेको थिएँ, अहिले चाहिँ टाइम लगाइरहेको छ, सो यसले चाहिँ ह्याङ हुन्छ। अनि त्यसपछि यो चाहिँ फेरि ट्राई गर्नु होला हजुरहरूले। मैले यो स्लाइड पठाइसकेपछि अथवा त्यही डकुमेन्टेसन पनि छ मैले अघि नै सेयर गरेको प्लेटफर्ममा, त्यहाँ गएर हेर्नुभयो भने यसमा अब चाहिँ के हुन्छ भन्दाखेरि डाइनामिक बन्न जान्छ। अघिसम्म के थियो, हामीले आफ्नो म्यानुअली डाउनलोड गऱ्यौँ त्यसपछि राख्यौँ, तर मानौँ मैले आज डाउनलोड गरेँ त्यो गभर्मेन्ट स्कुलको डेटा त लेखेको, तर भोलिबाट त कुनै न कुनै डेटा त थपिन्छ। त्यो डेटा त थप्नको लागि के गर्न सकिन्छ, हामीले यसलाई डाइनामिक बनाउन सकिन्छ। त्यो कसरी भन्दा ओभरपास टर्बोसँग लिङ्क गरेपछि चाहिँ यो डाइनामिक हुन जान्छ। सो यो हाम्रो असाइनमेन्टको रूपमा पनि देखिन्छ। हामीले यति कुराहरू पनि गऱ्यौँ भने एउटा सिम्पल चाहिँ के हुनसक्छ भन्दा एउटा एप बन्न सक्छ। अब यसको युज केस कहाँ हुनसक्छ भन्दा हजुरहरूले अब थर्ड इयरतिर कति फिल्ड गर्नुभयो, फिल्ड डेटा कलेक्सन गर्नुभयो, मानौँ त त्यो डेटा कलेक्सनलाई चाहिँ कि त स्ट्याटिक म्याप नै बनाउनु पऱ्यो आर्कमा, अथवा आर्क प्रोमा पनि आर्क अनलाइन त छ, तर त्यसको अथवा के बनाउन सक्यो भन्दा यो म्यापमा गएर हजुरसँग फिल्डको कुनै डेटा आइसक्यो, डेटा छ भने त्यसलाई रिप्रेजेन्ट गरेर चाहिँ एउटा प्रेजेन्टेसन दिँदाखेरि अथवा केही अरू कसैलाई सेयर गर्दाखेरि चाहिँ एउटा ड्यासबोर्डको रूपमा चाहिँ यो म्याप चाहिँ सेयर गर्न सकिन्छ भन्ने चाहिँ मेन कुरा हो। अब यसमा चाहिँ मेन नमिल्ने भनेको रास्टर्स हो, पोइन्ट डेटा पोलिगन, यसले सबै फिचर्सलाई चाहिँ इनेबल गर्छ। यहाँ चाहिँ अब त्यही अनुसारको हजुर डिफ्रेन्ट अप्सन्सहरू चाहिँ यहाँ चाहिँ गर्न सक्छ। अब स्लाइड सोको कुराहरू है, यो सब कसरी चाहिँ यो एपलाई चाहिँ इन्टरेक्टिभिटी बनाउने भन्ने कुरा हो। बाउन्ड लिमिटको कुरा है, यो सबै के छ भन्दाखेरि एकपल्ट एक्सप्लोर गरिसकेपछि आउने कुराहरू हुन्। मेन चाहिँ थिम चाहिँ यही नै हो। यति भएपछि चाहिँ के हुन्छ भने सबै कुरा मैले भनेकै अथवा गोरखले भनेकै आजै बुझ्नुपर्छ भन्ने छैन। यति भएपछि के भन्दा हजुरलाई एउटा ओभरपास टर्बोबाट डेटा डाउनलोड हुँदो रहेछ, यो एपमा चाहिँ डेटा भिजुअलाइज हुँदो रहेछ, यसको फिचर के रहेछ भन्ने कुरा हजुरले थाहा पाउनु भयो होला। यति चाहिँ लाग्छ मलाई हजुरले थाहा पाउनु भयो। यसपछिको काम चाहिँ के हुनसक्छ भन्दा हजुरलाई अझै इन्ट्रेस्ट लागेमा चाहिँ यो म्यानुअलहरू हेरेर चाहिँ आफै एक्सप्लोर गऱ्यौँ झन् यसको बारेमा झन् राम्रोसँग थाहा हुनसक्छ, किनकि जति युज गऱ्यो त्यति थाहा पाउने हो। ओभरअल मैले यहाँ भएका कुराहरू चाहिँ एक्सप्लेन गरेँ लगभग, म धेरै टाइम पनि लिँदिनँ। अब हजुरलाई हजुर सबलाई कसैलाई अझै यसको ब्रेथ जान्न मन लाग्यो कहाँ जाने भन्दाखेरि यो म्यापमा जाने, यसको प्रोजेक्ट्समा जाने, यसको डकुमेन्टेसन अब यसको डकुमेन्टेसनमा गयो भने फ्रेन्चमा छ, पहिला चाहिँ यसलाई इङ्ग्लिसमा कन्भर्ट गरौँ। यसो भिडियो पनि मजाले दिएको छ, बेसिक भिडियोदेखि लिएर कसरी चाहिँ यसलाई चाहिँ एडभान्समा जाने भनेर अथवा आर्टिकल्सहरू भयो, ट्युटोरियल्सहरू स्टेप बाई स्टेप दिएको छ। यसलाई चाहिँ हजुरले एसेस गर्नुभयो भने एकदम राम्रो तरिकाले चाहिँ हजुरले आफ्नो डेटा चाहिँ भिजुअलाइज गराउन सक्नुहुन्छ। सो लगभग मेरो समप नै होला अब, यो मलाई धेरै केही छैन यसमा होइन, जति एक्सप्लोर गरौँ त्यति आफूले थाहा पाउने कुरा हो। यसो यो एप मैले युज केस रियल युज केस नै देखाइसकेँ, किनकि यो ओपन हब एसिया पेसिफिकले गरेको प्रोजेक्ट नै हो। यो वर्ल्ड ब्याङ्कको सहायतामा यो बङ्गलादेशमा गरिएको प्रोजेक्ट नै हो। सो यसको युज केस कस्तो रहेछ भन्ने कुरा हजुरले यति हेर्दा पनि थाहा पाउन सक्नुहुन्छ होला। त्यसो भए यो म्यापलाई यही ऱ्याप अप गरौँ। इफ एनी क्वेसन्स कसैलाई केही क्वेसन छ भने अहिले सोद्धा हुन्छ है दाइलाई।